हेलो एभ्रिवान, गुड मर्निङ, वेलकम ब्याक टु माई मिनी भ्लग है। अन्त आज चाहिँ मैले मिनी भ्लग बनाउँदैछु गाइज होइन। अन्त आज चाहिँ म कहाँ छु भन्दाखेरि चाहिँ म चाहिँ मेरो माइत घरमा छु होइन। होलीको छुट्टी थियो, त्यही लागि चाहिँ म घर आएको छु। अनि फेरि मेरो भदैनीको बर्थडे पनि छ नि त, त्यही लागि चाहिँ म घर आएको होइन। ह्याप्पी बर्थडे टु यु। उसको चाहिँ आज बर्थडे छ होइन। आई होप कि तपाईँहरू सबैजनाले विस गरिदिनुहुन्छ है। अन्त के भन्नु छ आज बर्थडेको दिन? यस डिम्पल चाहिँ दामी चाहिँ कति वर्ष पुग्यो आज? 15। गाइस आजको वेदर चाहिँ यस्तो दामी थियो, घाम लागिरहेको थियो है। अन्त म आएकोदेखिको पानी परेको थियो, बट आज चाहिँ एकदमै घाम लागेर एकदमै रमाइलो भइरहेको थियो। गाइस फाइनली हाम्रो चाहिँ यहाँनिर डेकोरेसनहरू पनि रेडी भइसक्यो है। त्यस्तो ठुलो चाहिँ गरेको छैन, सिम्पल गरेको छ। अन्त डेकोरेसन चाहिँ कस्तो भयो है, जोगाड गरेको यो अलिअलि गरेको। मेरो चाहिँ बर्थडेको के गरेको रे? बसेको रेडी हुँदैन ल। एन्ड फाइनली गाइज अब चाहिँ यहाँनिर चाहिँ केक कटिङ हुनु गइरहेको थियो है। अन्त यहाँनिर चाहिँ हामी सबैजनालाई ह्याप्पी बर्थडे टु यु भन्दै विस गऱ्यौँ है। अन्त त्यहाँदेखि धेरै रमाइलो गऱ्यौँ। अन्त बहिनी पनि एकदमै धेरै खुसी थियो है। अन्त यो सानो नानी देख्नुहुँदैछ है, ऊ चाहिँ को भन्दाखेरि चाहिँ ऊ चाहिँ उसको भाइ हो, मेरो भदाइ है। अन्त त्यहाँदेखिको भदाइ र भदैनी हो उनीहरू चाहिँ। अन्त त्यहाँदेखि हामीले चाहिँ यहाँ केक पनि काट्यौँ है। अन्त पुरा इन्जोय गऱ्यौँ। अनि धेरै दिन बादमा फ्यामिलीसँग यसरी भेट हुँदाखेरि, यसरी रमाइलो गर्दाखेरि एकदमै धेरै खुसी लाग्यो मलाई है। अन्त त्यसको बादमा चाहिँ हामीले गिफ्टहरू पनि दियौँ। अन्त त्यहाँदेखिको चाहिँ हामीले खानाहरू खायौँ र आजको दिनहरू चाहिँ हाम्रो यसरी बित्यो है। अनि तपाईँलाई भिडियो मन पऱ्यो भने लाइक, सेयर, कमेन्ट एन्ड सब्सक्राइब टु माई च्यानल है। एन्ड यहाँनिर टिका लगाइदिने गरिदिनु भएको चाहिँ मेरो भाउजू है, उनीहरूको चाहिँ मम्मी। अन्त त्यहाँदेखि आजको भिडियो चाहिँ यति नै थियो गाइज है। थ्याङ्क यू सो मच फर वाचिङ। बाई बाई, सी यु इन नेक्स्ट ब्लग। लभ यु अल।